माध्यमिक विद्यालयको सामाजिक परीक्षण समितिको सदस्य देवकोला बस्नेत यहाँ हुनुहुन्छ हैन। जस्तो यो आर्थिक वर्ष 80-82 को चाहिँ सामाजिक परीक्षण तपाईको उपस्थिति बिना नै त्यहाँ त्रिवेणी माध्यमिक विद्यालयका नारायण तिमसिनाले चाहिँ सही गर्यो भन्ने कुरा छ। यो चाहिँ के हो त खासमा अलिकति जानकारी दिनुहोस् न। यो विषयमा म यो सामाजिक परीक्षण मिटिङको दिन उपस्थित थिएँ, तर यो प्रस्तावमा मैले साइन गर्दिन भन्दा भन्दै पनि साइन गरेर माथि पठाइएको छ शिक्षा शाखामा। हजुर, तपाईको उपस्थिति बिना सही चाहिँ कसले गरे यो अलिकति जानकारी दिनुहोस् न। यो साइन कसले गर्यो भन्ने कुरा चाहिँ अब मलाई नै थाहा भएन। जस्तो यो साइन कसले गर्यो भनेर छानबिन होस् भनेर मैले विद्या सदस्य र शिवसङ्घ अध्यक्ष अनि शिक्षा शाखामा र गाउँपालिका अध्यक्षज्यूलाई पनि एक खालको निवेदन दिएको थिएँ। हजुर, र निवेदन दिँदै गर्दा पनि लगभग मैले निवेदन दिएको भनेको फागुन 20 गते, अहिलेसम्म पनि त्यो विषयमा केही छानबिन केही भएको छैन। हजुर, तपाईले जस्तै शिक्षा शाखा तुम्यामा पनि निवेदन दिनुभएको छ, त्यो सुनाइ नै भएको छैन? सुनाइ केही भएको छैन। हजुर, विषयमा चासोहरू केही नै भएको छैन। अब किन यस्तो भयो भनेर अब उहाँहरूले अब माथि शिक्षा शाखामा हेर्नु नै भएको छैन कि अब उहाँले तपाईहरुलाई के प्रतिक्रिया दिनुभएको छ अथवा के भन्नुहुन्छ विद्यालय र शिक्षा शाखा तुम्याले? उहाँहरूले केही नै भन्नुभएको छैन अहिलेसम्म। मैले एक खालको निवेदन दिएँ शिक्षा शाखामा र यता गाउँपालिका अध्यक्षज्यू र विद्या सदस्य र यता शिवसङ्घ अध्यक्षज्यूलाई सबैलाई निवेदन दिइसकेपछि उहाँहरूले जे भयो नि एउटा छानबिन गर्नुहुन्छ कि भन्ने एउटा आशा थियो। त्यो छानबिन अहिलेसम्म केही गर्नुभएकै छैन, केही प्रतिक्रिया दिनुभएकै छैन। हजुर, जस्तो यो सही चाहिँ तपाईँ बिना नै सही चाहिँ कसले गर्यो त भन्ने कुरा चाहिँ यो के हो त खासमा चाहिँ कसले गर्यो भन्ने तपाईँले त थाहा होला। यो अलिकति जानकारी दिनुहोस् न, यो भन्नुहोस् न। यो जुन कृत्य सही भएको छ नि त्यो चाहिँ कसले गरेको हो त तपाईँलाई त थाहा होला। म कल रेकर्डमा बोलिरहेको छु। त्यो साइन कसले गर्यो भन्ने कुरो नै मलाई थाहा छैन। जस्तो म भन्दा माथि जस्तो एकजना नरबहादुर पौडेल भनेको एकजना अभिभावक हुनुहुन्थ्यो। नरबहादुर पौडेल चाहिँ काठमाडौँ हुनुहुन्थ्यो, मम्मी आउनु भएको थियो। हजुर, उसको मम्मीले पनि त्यो साइन गर्नुभएको होइन। हजुर, र उहाँको साइन र मेरो साइन चाहिँ लगभग जहाँसम्म लाग्छ अब प्रस्ताव पठाउनु हुने जुन प्रहरीले नै पो यो काम गर्नुभयो कि भन्ने एउटा आशंका। हजुर, हजुर, हजुर। जस्तो यो तपाईको सहमति बिना नै जुन हस्ताक्षर भएर जुन बजेटहरू चाहिँ पास भइसकेको छ अथवा बजेटहरू चाहिँ त्यहाँ तपाईको सही भएर चाहिँ काम भइसकेको छ या के छ? यो पास भइसकेको छ सर। सबै अहिले जुन खाताहरू सबै सञ्चालन भइसकेको छ तपाईको सही बिना नै? मेरो सही बिना नै लगभग खाताहरू सबै सञ्चालन भइसकेको छ। ए हस्, यहाँलाई जानकारी लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। जस्तो अब मैले यहाँनिर चाहिँ साइन नगर्नु असहमति जनाउनुको कारण चाहिँ के थियो भन्दा जुन अब यो सामाजिक परीक्षण समितिले यो प्रस्ताव तयार गर्ने बेलामा चाहिँ जस्तो विद्यालयको 121 सत्रभरिमा होइन पक्ष कस्तो थियो, आर्थिक जस्तो भौतिक पक्ष कस्तो छ र आर्थिक पक्षहरू के कस्तो सुदृढ भएर गए, कम्तीमा पनि एउटा विवेक सुभाषसङ्घ जनप्रतिनिधि अभिभावकलाई सबैजनालाई चाहिँ बोलाएर एउटा सामाजिक प्रस्ताव तयार गरेर एउटा पास गर्नुपर्ने ठाउँमा तिमी अभिभावक जस्तो सामाजिक परीक्षण समितिकै व्यक्तिहरू पनि उपस्थिति हुनु नथ्यो। र त्यो विषयमा जस्तो आर्थिक पक्ष कस्तो थियो, भौतिक पक्ष कस्तो थियो र शैक्षिक पक्ष कस्तो थियो भन्ने कुरा ठ्याक्कै त्यो प्रस्तावमा मात्रै तयार गर्यो, तर सुनाइ भएन सर। सुनाइ चाहिँ भएन, हस्ताक्षर नगरेको। यस विषयमा के भन्न चाहनुहुन्छ तपाईँ? जस्तो शिक्षा शाखा जुन विद्यालय परिवारलाई के भन्न चाहनुहुन्छ? तपाईँको जुन शिक्षा शाखामा पनि यहाँले निवेदन दिनुभएको छ, यहाँ निवेदक पनि हुनुहुन्छ, के भन्न चाहनुहुन्छ? जुन मेरो एउटा नक्कली हस्ताक्षर भयो र केही व्यक्तिको पनि नक्कली हस्ताक्षर भयो होइन, यसको लागि छानबिन होस् शिक्षा शाखाबाट र जसले गर्नुभयो उहाँलाई कानुन अनुसार कारबाही होस् भन्ने मेरो माग हो। माध्यमिक विद्यालयको नारायण तिमसिना सर हुनुहुन्छ होइन? सर, म अलिकति यहाँलाई समस्या अलिकति कल रेकर्डमै बोलिरहेको छु। सर, यो सामाजिक परीक्षण समितिको सदस्य देवकोला बस्नेत जुन उहाँको उपस्थिति बिना यहाँहरूले चाहिँ जुन आर्थिक वर्ष 2081-82 सम्मको चाहिँ सामाजिक परीक्षण चाहिँ जुन हस्ताक्षर चाहिँ उहाँको बिनाइ जुन खाताहरू सञ्चालन भइरहेको छ अरे, यस विषयमा चाहिँ के हो सर अलिकति जानकारी दिनुहोस् न। म कल रेकर्डमा आउँछु। व्यवस्थापन समितिले सामाजिक परीक्षण समितिको सदस्यमा चयन गरेको थियो। हजुर, अनि उहाँलाई बैठकमा पनि बोलाइएको। हजुर, बैठकमा पनि उहाँ एटेन्ड हुनु। हजुर, आउनुभयो। सामाजिक परीक्षणका सबै
रेकर्ड के अरे हेरेर त्यहाँ तयार गरिएको हजुर अनि उहाँले त्यो पनि हेर्नुभयो हजुर पहिलो दिन मिटिङमा आउनुभएको थियो आएर उहाँले त्यो नानी झगडा गर्यो म घर पुगेर आउँछु भन्नु अनि त्यसपछि उहाँ आउनु भएन अनि भोलिपल्ट आउनुभएको थियो मैले सामाजिक परिसरमा सही गरेको छैन म त्यो कागज दिनु सर भनेर भन्नुभयो अनि आएर हेर्नुभयो सामाजिक परिसरका ती सबै हेर्नुभयो हेरेर म सही गर्न सक्दिनँ भन्नु हजुर अनि किन भन्दाखेरि उहाँले अब मलाई त्यो समितिमा नसोधिकन राखिएको मेरो मन्जुरी छैन त्यसैले म सही गर्न सक्दिनँ भन्नु हजुर ठिकै छ सही गर्न नगर्न पाउनुहुन्छ मैले भने हजुर त्यतिकै फर्किनु भएको हो हजुर माथि उहाँको साइन गरेको छैन उहाँले चाहिँ मेरो कृत्य सही गरेको छ लगायत अरू केही सामाजिक परिसर समितिको सदस्यको सही गरेर सर उहाँको सिग्नेचर भएको छ भन्नुहुन्छ नि उहाँले उहाँको कल रेकर्ड पनि मसँग छ होइन उहाँलाई चाहिँ बोलाइएन भन्ने पनि छ उहाँले उहाँको अडियो पनि छ मसँग होइन त्यसले गर्दा चाहिँ के हो सर यो अलिकति चाहिँ उहाँले चाहिँ शिक्षा शाखा तुम्यामा पनि निवेदन दिनुभएको रहेछ त्यो सुनाइ भएन भन्दै हुनुहुन्थ्यो अनि यता वडा अध्यक्षलाई भनेको होला उहाँलाई नबोलाइएको होइन पत्र काटेर बोलाएको बैठक मान्ने आउनु भएको हो उहाँले साइन नगर्नु हो उहाँको साइन खाली छ कसैले साइन गरेको छैन उहाँको कृत्य सही गर्ने भनेपछि उहाँको सिग्नेचर चाहिँ भएको छैन सर उहाँले चाहिँ मलाई जुन अहिले कल रेकर्डमै पनि मैले अहिले जस्ट अगाडि मैले फोन गरेको छु उहाँलाई मेरो चाहिँ हस्ताक्षर नै अरूले गरिदिएको छ मैले गरेको छैन तर हजुर छैन उहाँको बिल्कुल सिग्नेचर छैन र यति कुरा मलाई पनि सबै कानुनी कुरा त थाहा छैन हजुर तर पनि अर्काको साइन गर्नु हुँदैन कानुनले वर्जित गरेको र त्यो गैर कानुनी र दण्डनीय हो भन्ने कुरा एकदम थाहा छ मलाई त्यसो हुँदाखेरि उहाँको साइन गर्ने कुरा नि भएन हजुर र उहाँको साइन गरेको छैन हजुर त्यो खाली पठाइरहेको छ हजुर खाली जस अहिले हामीले हेर्दाखेरि खाली नै छ होइन सर त्यो जुन उहाँले आरोप लाउनु भएको छ मेरो चाहिँ सही चाहिँ कृत्य भएको छ भनेर भन्नुभएको छ त्यो चाहिँ होइन है खाली नै छ सर अब यस विषयमा चाहिँ जुन अब तुम्बे गाउँपालिकाको धारणा के छ यहाँ चाहिँ अब जुन निवेदन पनि परेको रहेछ स्कुल व्यवस्थापन समिति अथवा यहाँहरूको चाहिँ के छ त सर त्यसमा चाहिँ अब उहाँले सही नगरेको खण्डमा के हुन्छ होइन मैले अब त्यति माथि पेसेको हुँ हजुर के अरे उहाँको साइन छैन हजुर भनेपछि कन्फर्म जस्तो तपाईँहरूले जुन कृत्य सही गरेको छैन उहाँकोमा उहाँको नाम बिल्कुल छैन 100% छैन हजुर अर्काको सही गर्न मिल्दैन कानुनले वर्जित गरेको कुरा गर्न मिल्छ हजुर हजुर होइन त्यस्तो त्यस्तो कुरा चाहिँ सुन्यो मैले त्यही भएर हजुरलाई मैले बुझ्न खोजेको मात्रै सर हजुरको पनि कल रेकर्डमा छ हुन्छ सर यहाँलाई जानकारीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सर नमस्ते हजुर म अजेन्द्र भाइ तामाङ बोल्दैछु सुन्नु न अलिकति यो शिक्षा शाखा तुम्बेको चाहिँ प्रमुख राजेन्द्र पौडेल बोल्नुभएको हजुर ए थोरै धेरै यो तपाईँले यो त्रिवेणी माध्यमिक विद्यालयको विषयमा चाहिँ थोरै अलिकति मैले जानकारी पाऊँ भनेर फोन गरेको थिएँ यसको विषयमा थाहा छ त्यति मात्रै हो अरू केही पनि होइन त्यहाँनिर जुन सामाजिक परिसर समितिको सदस्य देवकला बस्नेतले चाहिँ निवेदन दिनुभएको रहेछ यो निवेदनको काम कुरो कहाँ पुग्यो भनेर त्यति मात्रै बुझ्नको लागि हजुरलाई निवेदन दिनु भएको थियो अरे होइन हजुर त्यहाँ नभएको बेला ल्याएर छोडिदिनु भएको रहेछ अगाडि नै होइन हजुर अनि त्यो विषयमा चाहिँ मैले उहाँको बुझेको हजुर म कल रेकर्डमा पनि बोल्दैछु है हजुर उहाँले दिनुभएको थियो निवेदन हजुर स्कुललाई मैले स्कुलसँग त्यहाँको प्रहरसँग पनि सोधेको थियो हजुर के भएको यस्तो भएको भन्ने विषयको कुराकानी आएको छ भनेर सोधेँ हजुर सोद्धाखेरि त्यो विषय त केही पनि होइन उहाँहरू त्यहाँ आउनु भएको थियो एकछिन बस्नुभयो अनि बसेर चाहिँ उहाँले चाहिँ त्यो साइन के गरेको कस्तो के भन्ने कुराको निवेदन आएको थियो मसँग हजुर जस्तो देवकोला बस्नेतले चाहिँ जुन यहाँलाई निवेदन आएको चाहिँ म बिनाको उपस्थितिमा सही गराएर चाहिँ जुन काम गरेको छ भनेर तपाईँलाई त्यही चिठी पनि आएको छ होइन हजुर त्यही हो होइन हजुर हजुर विषयवस्तुको कुराकानी भएर आएको थियो पछि मैले त्यहाँको हेडसरलाई फोन गरेर फोन मार्फत सोधेँ हजुर फोन मार्फत सोधिरहँदाखेरि त्यहाँको हेडसरले होइन त्यस्तो विषयवस्तु केही पनि होइन भनेर भन्नुभयो हजुर
अनि भइसके पछाडि मैले के भने भन्दाखेरि यदि त्यस्तो कारणवश तपाईँको चाहिँ त्यस्तो कृत्य गरेको हो भन्ने कुराको चाहिँ प्रमाणित भयो भनेदेखि चाहिँ भोलि तपाईँ समस्या पर्नुहुन्छ नि भनेर पनि सोधेँ मैले हेड सरलाई। हजुर। अनि त्यस्तो भयो जस्तो मैले तपाईँले थोरै यहाँनिर रोकेँ, मैले जुन नारायण तिमसिना सरलाई चाहिँ फोन गरेँ, फोन गर्दाखेरि मैले कृत्य गरेको छुइनँ भनेर चाहिँ कल अडियो रेकर्डमा पनि छ र नि सर। जस्तो यहाँनिर चाहिँ यो जुन तपाईँको निवेदनमाथि आएको छ नि त्यसमा चाहिँ एउटा सही छ अरे नि, उहाँको देवकोला बस्नेतको त्यहाँनिर सही छ अरे, कृत्य सही र विद्यालयको जुन माइनेटमा चाहिँ छैन भन्ने कुरा सुन्ने, यो चाहिँ के हो त्यहाँ तपाईँकोमा चाहिँ सही छ छैन? अनि त्यो यस्तो हो सर, त्यो विषयवस्तु चाहिँ मैले त्यस्तो गइएर हेरिनँ। हजुर। मैले हेड सरलाई फोन गरेर सोधेँ किनभने त्यो मलाई फोन मार्फतै जानकारीमा आएको थियो होइन। हजुर हजुर। जुन निवेदन थियो त्यो निवेदन चाहिँ हाम्रो त्यहाँ अर्को सर हुनुहुन्थ्यो, उहाँलाई बुझाएर कुरा गर्नुहुन्थ्यो होइन। हजुर। म नभएको बेलामा अनि मैले तुरन्त त्यो आइसके पछाडि चाहिँ त्यहाँ हेड सरलाई चाहिँ यस्तो यस्तो भएको छ अरे तपाईँहरूको के हो यो विषयवस्तु भनेर मैले उहाँलाई सोधेँ। हजुर। मलाई सोद्धाखेरि यो विषयवस्तु केही पनि होइन सर, यो चाहिँ सबै झुटो कुरा हो, हामीले चाहिँ उहाँको त्यसो पनि गरेको छैन, केही पनि छैन, यो होइन भन्नुभयो। त्यहाँदेखि पछाडि त्यहाँबाट मलाई एकजना त्यहीँको उसले फोन गर्नुभएको थियो, ल त्यसो भने म आएको बेलामा तपाईँले त्यहाँ आउनु होला मेरो शाखामा, अन्त म बाहिर छु, म आएको बेलामा आउनु होला भनिसकेपछि उहाँहरू फेरि आउनु भएन क्या त्यहाँ मेरामा। हजुर हजुर। त्यो विषयवस्तु लिएर म कहाँ आउनु भएन। अनि नआइसके पछाडि मैले हेड सरलाई चाहिँ फोन गरेर यस्तो यस्तो छ, उहाँहरू आउँछु भन्नुहुन्थ्यो, आउनु चाहिँ भएन। यदि आएर यो छलफलमा गयो भनेदेखि चाहिँ के चाहिँ भएको हो भन्ने कुरा चाहिँ प्रमाणित भयो भने चाहिँ समस्या पर्छ है सर भनेको। अनि ठिक छ सर, त्यहाँदेखि बाहेक उहाँहरू पनि आउनु भएन, त्यो विषयवस्तु उठेको थिएन, अहिले बल्ल फेरि उठ्यो भन्ने कुरा चाहिँ अहिले बल्ल थाहा हुँदैछ। ल अनि सर यो अब जुन तपाईँहरूले चाहिँ किन चाहिँ त्यसलाई चाहिँ अब ध्यान आकर्षण भएन भन्ने कुरा प्रश्न पनि मेरो हो होइन। अहिलेसम्म धेरै महिना भयो भनेर चाहिँ जुन देवकोला बस्नेत जुन पीडित हुनुहुन्छ उहाँले चाहिँ त्यसो भन्नुभएको छ, शाखा जुन तुम्या शिक्षा शाखाले चाहिँ किन हेरेन भन्ने प्रश्न पनि छ तपाईँलाई। यो चाहिँ कहिले हेर्नुहुन्छ, के हो खासमा? नभ्याउनु भयो, बिजी भएर हो? यो विषयवस्तु के हो भन्दाखेरि उहाँहरूले त्यो जुन निवेदन ल्याउनु भएको थियो नि, हजुर, त्यो निवेदनको चाहिँ एउटा प्रक्रिया हुन्छ। निवेदन त्यहाँ शाखामा आइसके पछाडि प्रक्रियासँग कानुनसँग रूपमा आएको निवेदनहरू चाहिँ हामी तत्कालै त्यसमा चाहिँ रियाक्सन गरिहाल्छौँ होइन। हजुर हजुर, प्रतिक्रिया देखाइहाल्छौँ। हजुर। उहाँहरूले अब मैले के भनेको थिएँ भनेदेखि अहिले म त्यतिखेर म ठ्याक्क पिरामा बसेको त्यो बेलामा ल्याउनु भएको थियो, म घर भएको बेलामा चाहिँ उहाँले लिएर आउनु भएको थियो होइन। त्यसको मतलब त्यो फोनमा त जानकारी गर्नु भएको थियो क्या मलाई। हजुर। अनि त्यहाँदेखि पछाडि म त्यहाँ अफिसमा जाँदाखेरि त्यो विषयवस्तुले खासै पाएन। अनि मैले कुनै दर्ता भएको छ यो निवेदनहरू कहीँ दर्ता भएको छ भनेदेखि चाहिँ म कानुनी प्रक्रिया बताउँछु भन्दाखेरि दर्ता पनि भएको रहेछ। अब हामीले त कानुनसँग रूपमा काम गर्ने हो होइन। हजुर। जस्तो भनेपछि जस्तो उहाँ देवकोला बस्नेतले चाहिँ जुन निवेदन पुर्याएको छैन अथवा आएको छैन भनेर बुझौँ या के हो? कानुनी रूपमा भनेको चाहिँ जस्तो चाहिँ डाइरेक्टली शिक्षा शाखामा आयो होला कुनै निवेदन होइन, म नभएको बेलामा आयो जस्तो, तर एउटा प्रक्रिया त हुन्छ नि। जस्तो निवेदन आइसके पछाडि त्यो निवेदन पहिले त कार्यालय प्रमुखबाट तोक लगाउनु पर्यो होइन। हजुर। तपाईँको टेबलमा चाहिँ त्यतिकै आयो, तपाईँ नलाए आयो या के हो? त्यो विषयमा थाहा छैन, त्यो निवेदनको ढाँचा पनि मैले हेरेको छैन होइन। ए हजुर, अहिलेसम्म हेर्नु भएको छैन सर? जस्तो छैन, त्यो कुरा चाहिँ आयो मलाई फोन मार्फत चाहिँ जानकारी भएको थियो होइन। हजुर। तर के हो भन्दाखेरि त्यसको त्यो जुन वास्तविक रेकर्ड त्यो निवेदन छ नि, निवेदन चाहिँ मैले हेरेको छैन होइन। निवेदन चाहिँ मलाई आएको छैन, मेरो टेबलसम्म आइपुगेको छैन होइन। तर के हो भन्दाखेरि फोन मार्फत चाहिँ मलाई जानकारी भएको थियो। मैले जानकारी भइसके पछाडि मैले के भने भन्दाखेरि ल त्यो विषयवस्तुलाई लिएर तपाईँहरू म भएको बेलामा चाहिँ आउनु होला शाखामा, आएर चाहिँ यो विषयवस्तु हो भनेदेखि म प्रक्रिया अगाडि बढाउँछु भनेको थिएँ। मैले हेड सरलाई पनि फोन गरेर सोधेँ, उहाँ त्यहाँको हेड सरलाई, त्रिवेणीको हेड सरलाई फोन गरेर सोधेँ। त्रिवेणीको हेड सरलाई फोन गरेर सोद्धाखेरि त्रिवेणीको हेड सरले मलाई के भन्नुभयो भन्दाखेरि यो होइन सर भन्ने भन्नुभयो। अनि त्यहाँदेखि लु यो विषयवस्तु चाहिँ यदि हो र यो चाहिँ फेरि ब्याकअपमा कुरा आयो भनेदेखि चाहिँ म तपाईँहरूलाई यो के हो यसको चाहिँ वास्तविकता निकाल्छु नि भनेर भन्दाखेरि उहाँहरूले हुन्छ ओके भन्नुभएको थियो। उहाँहरूले एकचोटि मलाई जानकारी गर्नुभयो, त्यहाँदेखि फेरि जानकारी गर्नु। जस्तो उहाँले चाहिँ 2081 11-20 गते नै निवेदन जुन शिक्षा शाखामा चाहिँ बुझाइसकेको छ। यो तपाईँलाई अलिकति जानकारी छैन भने म यहीँनिर पढाएर सुनाउँछु होइन। होइन भने चाहिँ यो अलिकति ध्यान आकर्षण यहाँहरूको पनि किन चाहिँ हेरिएन भन्ने कुरा पनि हो होइन। सर मैले यो बुझ्न खोजेको होइन, तपाईँलाई यो ढाँचा मैले सुनाउनुपर्छ भने यो पनि सुनाउन तयार छु। तर सरहरूले चाहिँ यो छिट्टै गरिदिनु
पर्यो सर, यो के हो कसो हो होइन, तपाईँहरूको एउटा जिम्मेवारी होला के होला होइन? होइन हुन्छ ठिक छ, तपाईँले जानकारी झन् यताबाट चाहिँ गराउनु पर्यो, एकदम राम्रो पक्ष हो कि सर। हजुर मलाई त्यहाँबाट पनि कुराकानी एकचोटि चाहिँ उठेको थियो र मैले यो विषयमा एकचोटि एक पटक चाहिँ मैले कुरा उठाएँ। त्यहाँको सम्बन्धित अब जस्तो प्रशासन हेर्ने सरलाई मैले जानकारी गराएँ त्यहाँनिर होइन, भनेको विद्यालय प्रशासन हेर्ने त प्राध्यापकले हेर्दै हो नि त त्रिवेणी माविको। र मेरो चाहिँ अब माता हकको भएको कारणले गर्दाखेरि उहाँलाई चाहिँ मैले यस्तो यस्तो कुरा आएको छ, यो के हो यो विषयको वास्तविकता भनेर सोद्धाखेरि यो केही पनि होइन सर, यो विषयवस्तु चाहिँ होइन, उहाँहरूलाई आउनु भएको थियो, उहाँले सही गरेर जानुभएको हो, उहाँकै सही हो भनेर भन्नुभयो। त्यहाँदेखि पछाडि हामीले के गर्यौँ भनेदेखि त्यहाँनिर हाम्रोमा त जुन फाइल बुझाउनु भएको छ नि त उहाँहरूले, जुन चाहिँ सामाजिक परीक्षणको त रिपोर्ट त हाम्रोमा छ नि त, त्यो भइसके पछाडि चाहिँ त्यो मेरो शाखामा भएको सरलाई मैले त्यो एकचोटि जुदाएर हेर्नु होला कस्तो के छ होइन, हो कि होइन भनेर भनेर चाहिँ भनेको थिएँ। अनि त्यहाँदेखि हजुर चाहिँ उहाँले हुन्छ भन्नुभयो। त्यहाँदेखि त्यो सामाजिक परीक्षणको रेकर्डको जुन फाइल छ यो यस्तो यस्तो कुरा आएको छ, यदि प्रक्रिया सङ्गत रूपमा चाहिँ आयो भनेदेखि त्यसलाई हामीले अझ प्रक्रियामा लैजानुपर्छ। त्यो सामाजिक परीक्षणको रिपोर्टको जुन सामाजिक परीक्षण रिपोर्ट हाम्रोमा आएको छ त्यो चाहिँ सुरक्षितसँग राख्नु होला, म आएपछि हेर्छु भनेर चाहिँ त्यहाँदेखि पछाडि कुरो नबढेको भएर मैले त्यो हेरिनँ होइन। अब तपाईँले जानकारी गर्नु म एकचोटि गरेर हेर्छु। यो तपाईँ त्रिवेणी माध्यमिक विद्यालयको जुन विद्यालय व्यवस्थापन समितिको अध्यक्ष प्रकाश खड्का बोल्दै हुनुहुन्छ होइन? सुन्नु न, यो सामाजिक परीक्षण समितिको सदस्य देवकला बस्नेतको उपस्थिति बिना चाहिँ जुन 80-82 को चाहिँ सामाजिक परीक्षण चाहिँ तपाईँहरूले जुन कृत्य सही भइसक्यो मेरो भनेर चाहिँ देवकलाको बस्नेतको चाहिँ गुनासो छ, यस विषयमा चाहिँ के हो अलिकति जानकारी दिनुहोस् न। यो विषयमा के छ भने सर, हजुर म कल रेकर्डमा बोल्दैछु है। हजुर यो उहाँलाई नि हजुर के भएको हो खासमा? पहिला त्यो उहाँको ठाउँमा एकजना हुनुहुन्थ्यो, उहाँ बाहिर गएपछि उहाँलाई हामीले उहाँको उपस्थिति नै हामी उहाँलाई राख्ने निर्णय गरेका थियौँ होइन। हजुर त्यो निर्णयपछि उहाँको नाम हामीले लेखाएर चाहिँ गयौँ। पछि त्यो विद्यालय व्यवस्थापन समिति प्रशासनबाट चाहिँ उहाँलाई त्यो जानकारी गराइयो विषयमा उहाँलाई पनि त्यति ज्ञान भएन होइन। पछि गएर यो लेखा परीक्षण समितिको जो बैठक हुन्छ यो भदौ असोजमा, हजुर त्यति बेला चाहिँ उहाँलाई बोलाइएको रहेछ होइन। हजुर अनि तपाईँ पनि उपस्थिति थिएन अरे, अनि जुन उहाँ पनि उपस्थिति नभइकन विद्यालयको चाहिँ कुन कसरी मिटिङ बस्नुभयो भन्ने कुरा पनि तपाईँ पनि उपस्थित हुनुभएको रहेनछ नि त त्यो दिन त? अनि त्यही त त्यो बैठकमा त म पनि उपस्थित थिएन होइन। हजुर जस उहाँलाई राख्दा पहिला हामी सबै भएर राखेको त्यो बैठक बस्दा चाहिँ हजुर म उपस्थित थिएन त्यो उसको विषयमा होइन। हजुर तपाईँ हजुर हजुर म आफ्नो अलिअलि स्वास्थ्यमा पनि समस्या थियो त्यति बेला होइन। हजुर हजुर बाहिर थिएँ। जस मलाई हेड सरले जानकारी गराएर त्यहाँ जस अनुगमन समितिको अध्यक्ष भएपछि हुन्छ होला भनेर मैले त्यो बस्ने अनुमति दिएको थिएँ होइन। हजुर भनेपछि तपाईँले तपाईँको सहमतिमा बैठक बसेको हो? मेरो सहमतिमा बैठक बस्ने अनुमति दिएको हो होइन। हजुर तर उहाँले साइन उहाँलाई बोलाएको हो, उहाँले साइन गरिदिन भन्नुभयो अरे भनेर ठिक छ उहाँको खाली पठाइदिनुहोस्, उहाँले गर्नु भएन भन्ने मेरो चाहिँ सल्लाह थियो आएको थियो होइन। हजुर उहाँले यदि गर्न मान्नुहुन्न भने जबरजस्ती गर्नुहुन्न, उहाँको ठाउँमा खाली पठाइदिनु केही फरक नपर्ला भन्ने मैले त्यही राय दिएको थिएँ। त्यही अनुसार मलाई प्रहरीले पनि त्यही जानकारी गराउनु भयो होइन, उहाँको ठाउँ हामीले खाली पठाइदिएका छौँ भन्ने होइन। हजुर जस्तो उहाँको आरोप चाहिँ के छ भने उहाँको चाहिँ जस्तो शिक्षा शाखा तुम्यमा चाहिँ मेरो हस्ताक्षर चाहिँ अथवा कृत्य भएको छ, मेरो सही छ, विद्यालय हजुर उहाँले यो मलाई पनि गरिसक्नु भएको हो। मैले चाहिँ अनि त्यसपछि प्रहरीले मलाई जानकारी गराएर गर्दैछु म होइन। हजुर हजुर मैले उहाँको खाली पठाइदिनु जानकारी खाली पठाइएको छ भन्ने जानकारी प्रहरीले मलाई दिनुभएको हो होइन। अनि त्यसपछि हिजोअस्ति भर्खरै मेरो कृत्य साइन भएछ भनेर उहाँ मसँग पनि आउनु भएको थियो होइन। हजुर हजुर कृत्य सही चाहिँ भएको हो कि होइन यस विषयमा? लिखित रूपमै पठाउनु भएको थियो मेसेन्जरमा। हजुर अनि त्यसपछि ठिक छ म अहिले बाहिर छु, आएर म त्यसमा के छ सकेपछि म खोज्छु। यदि तपाईँको के अरे चाहिँ कृत्य साइनै भयो भने त दोषीले कारवाही हुन्छ भन्ने कुरा यति आश्वासन दिएको छु। बाँकी कुराहरूले पनि त्यहाँ के अरे चाहिँ म पनि बाहिर छु होइन। हजुर आफ्नो राखेको छुइनँ। हजुर
कारणले म आएर यो विषयमा त्यहाँ अनुसन्धान सोधबुझ गर्ने चाहिँ मेरो योजना छ सर होइन। म आउन चाहिँ हप्ता 10 दिन 15 दिन लाग्छ होला होइन। हजुर बाहिरै हुनुहुन्छ अहिले पनि तपाईँ? हजुर म बाहिर छु होइन। हजुर त्यो कारणले चाहिँ मैले उहाँलाई यो आश्वासन दिएको हो, यदि तपाईँको कृत्य साइन भएको छ भने दोषीलाई कारवाही हुन्छ भन्ने कुरा पहिला पनि मैले भनिसकेको छु होइन। मलाई प्रले चाहिँ भन्नुभएको छ उहाँको ठाउँ खाली पठाइएको छ भन्ने कुरा प्रको जानकारी छ मलाई होइन। मैले नारायण तिमसेना सर जुन विद्यालयको हुनुहुन्छ उहाँलाई भन्दाखेरि कल रेकर्डमा पनि मैले उहाँ कृत्य सही गरेको छुइनँ भनेर चाहिँ भनिसक्नु भएको छ। तर जुन देवकला बस्नेतले चाहिँ तुम्या शाखा शिक्षा शाखामा चाहिँ मेरो कृत्य सही नै गएको छ, विद्यालयमा चाहिँ छैन भन्ने छ उहाँको। यस विषयमा पनि तपाईँले के बुझ्नु भएको छ? उहाँले मैले फोटो खिचेर पनि ल्याएको छु भन्नुभएको थियो होइन। मलाई त्यो फोटो पठाइदिनुहोस् भनेर मैले मेसेन्जरमा भनेको पनि थिएँ होइन। हजुर हजुर त्यो उहाँले अहिलेसम्म पठाइदिनु भएको छैन मलाई पनि होइन। हजुर